मल्टिपल माइलोमाको निदान हुँदा मनमा अनेक प्रश्नहरू उठ्छन्। उपचार कस्तो होला, कति लामो चल्छ? खैर, आज हामी यो जटिल देखिने यात्रालाई एउटा स्पष्ट र बुझ्न सकिने रोडम्यापमा बदल्ने प्रयास गर्नेछौँ। हो, यो प्रश्न एकदमै महत्त्वपूर्ण छ। आखिर क्यान्सरको लामो उपचार योजना कस्तो हुन्छ त? त्यो अनिश्चितताको बादल हटाएर एउटा स्पष्ट र संरचित योजना कस्तो हुन्छ त्यो हेर्दै जाउँ। आज हामी के कुरा गर्छौँ त? पहिलो, माइलोमा उपचारको समग्र रूपरेखा कस्तो हुन्छ, त्यसपछि प्रारम्भिक उपचार जसलाई इन्डक्सन भनिन्छ, अनि कन्सोलिडेसनका दुई बाटा के हुन्, र अन्त्यमा मेन्टेनेन्स मतलब यो लामो यात्रा कस्तो हुन्छ। ल सुरु गरौँ माइलोमाको उपचारको समग्र रूपरेखाबाट। यो कुरा बुझ्न एकदमै जरुरी छ कि आजकालको उपचार भनेको एकचोटि गरेर सकिने कुरा होइन। यो त एउटा प्रक्रिया हो जसमा धेरै चरणहरू हुन्छन्। हो, खासमा भन्ने हो भने यो यात्राका 3वटा मुख्य खुड्किलाहरू छन्: इन्डक्सन, कन्सोलिडेसन र मेन्टेनेन्स। अब एक एक गरेर यी सबैभित्र पसेर हेरौँ न त। अब कुरा गरौँ पहिलो चरणको, जसलाई इन्डक्सन भनिन्छ। यो चाहिँ भर्खरै मल्टिपल माइलोमा पत्ता लागेका जो कोहीको लागि पनि उपचारको पहिलो कदम हो। सबैको यात्रा यहीँबाट सुरु हुन्छ। त्यसो भए इन्डक्सन थेरापी भनेको के हो त? यसको एउटै मुख्य उद्देश्य छ शरीरमा भएका माइलोमा कोशिकालाई सकेसम्म घटाउने र रोगलाई भनौँ न काबुमा ल्याउने। अनि यो गरिन्छ कसरी? सामान्यतया डाक्टरहरूले 3 वा 4वटा फरक औषधिको एउटा कम्बिनेसन प्रयोग गर्छन्। यो तरिकाले माइलोमा कोशिकालाई चारैतिरबाट घेरेर आक्रमण गर्न सकिन्छ, अनि यो प्रक्रिया लगभग 3 देखि 6 पटकसम्म दोहोऱ्याइन्छ। ल, इन्डक्सन थेरापी सकिएपछि एउटा एकदमै महत्त्वपूर्ण दोबाटो आउँछ। त्यो हो के बिरामी अटोलोगस स्टिम सेल ट्रान्सप्लान्ट अर्थात् ASCT को लागि उपयुक्त छ। यो एक गहन उपचार हो जहाँ बिरामीकै स्टेम सेल प्रयोग गरिन्छ। र हो, यही प्रश्नको उत्तरले अबको यात्रा कता जान्छ भनेर निर्धारण गर्छ। त्यही भएर हाम्रो अर्को चरण हो कन्सोलिडेसन, जहाँ 2वटा बाटा छन्। यहाँ आएर उपचारको योजनालाई हरेक बिरामीको अवस्थाअनुसार फरक बनाइन्छ, र यो निर्णय ASCT गर्न मिल्छ कि मिल्दैन भन्ने कुरामा भर पर्छ। त बाटोहरू के हुन् त? हेरौँ है। एकातिर जो ASCT को लागि योग्य छन् उनीहरू स्टेम सेल सङ्कलन गरेर ट्रान्सप्लान्टको प्रक्रियामा जान्छन्। अर्कोतिर जो यो प्रक्रियाको लागि योग्य छैनन् उनीहरूले पहिले सुरु गरेको इन्डक्सन थेरापीलाई नै निरन्तरता दिन्छन्। दुवै आफ्नो ठाउँमा प्रभावकारी मार्ग हुन्। अब जो ASCT को बाटोमा छन् उनीहरूको प्रक्रिया कस्तो हुन्छ? पहिलो कदम स्टेम सेल सङ्कलन गर्ने, दोस्रो अटोलोगस स्टेम सेल ट्रान्सप्लान्ट गर्ने, र कहिलेकाहीँ यो सबैपछि पनि उपचारका केही थप चक्रहरू चल्न सक्छन्। अनि जो ASCT को लागि योग्य छैनन् नि उनीहरूको लागि कुरा अलि सरल छ। उपचार सिधै त्यही इन्डक्सन थेरापी अनुसार नै अगाडि बढ्छ, कुनै नयाँ मोड आउँदैन। ल, अब आउँछ उपचारको तेस्रो र अन्तिम चरण, मेन्टेनेन्स। यहाँसम्म आइपुग्दा रोगमाथि आक्रमण गर्ने काम लगभग सकिन्छ। अबको लक्ष्य भनेको रोगलाई फर्केर आउन नदिने, यसलाई रेमिसनमा राख्ने हो, र यो साँच्चै एउटा लामो यात्रा हो। त्यसो भए यो मेन्टेनेन्स थेरापीको खास काम के हो त? यसको उद्देश्य एकदमै स्पष्ट छ। इन्डक्सन र कन्सोलिडेसनले ल्याएको राम्रो परिणामलाई टिकाइराख्ने, मतलब माइलोमालाई फर्किन नदिने र सकेसम्म लामो समयसम्म रोगमुक्त अवस्थामा राख्ने। सामान्यतया यो मेन्टेनेन्सको चरणमा एउटा मात्र औषधि रेभलिमिड को प्रयोग गरिन्छ। यो नै मानक उपचार हो। तर के यो एक साइज सबैलाई फिट हुने खालको हो त? होइन। वास्तवमा मेन्टेनेन्स थेरापीलाई हरेक व्यक्तिको अवस्था हेरेर मिलाइन्छ। जस्तै यदि कसैमा उच्च जोखिमका सङ्केत छन् भने अरू औषधि थप्न सकिन्छ। रेभलिमिडले धेरै साइड इफेक्ट देखायो भने अरू विकल्प पनि छन्। अनि कहिलेकाहीँ औषधिको मात्रा घटाएर पनि साइड इफेक्टलाई व्यवस्थापन गरिन्छ। अब यहाँ एउटा सन्तुलित छलफलको कुरा आउँछ। हरेक उपचार जस्तै यसका पनि 2 पाटा छन्। फाइदा के त? यसले रोगलाई लामो समयसम्म फर्किन दिँदैन र समग्रमा आयु पनि बढाउँछ। तर जोखिम के छ? हो, यसका केही साइड इफेक्टहरू पनि हुन्छन् जसलाई राम्ररी व्यवस्थापन गर्नुपर्छ। हो, यही फाइदा र जोखिमको तराजुलाई कसरी सन्तुलनमा राख्ने भन्ने कुरा नै डाक्टरसँगको छलफलको मुख्य विषय हो।
त्यसैले सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने डाक्टरसँग खुलेर कुरा गर्नु, सम्भावित फाइदा र जोखिम दुवैबारे विस्तृतमा छलफल गर्नु एकदमै आवश्यक छ, किनभने हरेक निर्णय मिलेर लिँदा नै सबैभन्दा राम्रो हुन्छ। ल, आजको यो सबै कुराकानीबाट मुख्य टेकअवे के रह्यो त? पहिलो, माइलोमाको उपचार भनेको एउटा संरचित चरण-चरणको यात्रा हो। दोस्रो, यो योजना सबैको लागि एउटै हुँदैन, विशेष गरी इन्डक्सनपछि यो हरेक व्यक्ति अनुसार फरक हुन्छ। तेस्रो, मेन्टेनेन्स थेरापी भनेको रोगलाई लामो समयसम्म शान्त राख्ने रणनीति हो। र चौथो, सायद सबैभन्दा महत्त्वपूर्ण, हरेक पाइलामा आफ्नो स्वास्थ्य टोलीसँग खुला संवाद गर्नु एकदमै जरुरी छ। र अन्त्यमा एउटा सोचमग्न बनाउने प्रश्न, यदि रोग पुरै नियन्त्रणमा छ भने उपचार कहिले रोक्ने त? यो एउटा यस्तो प्रश्न हो जसको ठोस जवाफ अझै पनि अनुसन्धानकै क्रममा छ, र यसले के देखाउँछ भने माइलोमा उपचारको यो यात्रा कहिल्यै रोकिँदैन, यो निरन्तर विकसित भइरहेको छ।